यो माया भन्ने चिज खै कस्तो कस्तो आजको मुना पोस्ट उहाँ बिना बजगाई हुनुहुन्छ मेरो फेसबुकमा पोस्ट गर्नुभएको छ। ऊ भाइबरमा अनलाइन थियो, मेसेन्जरमा अनलाइन थियो, इन्स्टाग्राममा थियो। मैले मोबाइलमा मेसेज गरेँ, रिप्लाई गरिनँ, भाइबरमा गरेँ, रिप्लाई गरिनँ, मेसेन्जर, इन्स्टा, ट्विटर सबैमा गरेँ, रिप्लाई आउँदै आएन। कति धेरै मेसेज भएछन्। आइ एम वेटिङ फर यु डियर भनेको कुरा गर्नु छ, काम छ भने मेसेज गरेको रिप्लाई नै आएन। म कति धेरै रोएँ उसलाई सम्झिएर, कति धेरै कुराहरू थिए उसलाई सुनाउँछु भनेर राखेको, तर यो पहिलोपल्ट थिएन उसको रिप्लाई नआएको। धेरै दिनको धेरै कुराहरू थिए, मनको कुरा थिए, कति खुसीका कुराहरू, कति दुःखका कुराहरू, धेरै त मायाका कुराहरू। त्यसैले पर्खिएको थिएँ उसलाई धेरै दिनदेखि। एकछिनपछि आँखाको आँसु पुछेर फेरि हातको मोबाइल हेरेँ, सबैतिर अनलाइन छ। एफबीमा अरूको स्टेटस फोटोमा कमेन्ट्स लाइक गर्दैछ, इन्स्टामा फोटो पनि हालेछ, मेरो मेसेजहरू हेरेछ, तर पनि रिप्लाई आएन। त्यसपछि म यति धेरै रोएँ, रुँदा रुँदै निदाएछु। बिहान उठेर फेरि मोबाइल हेरेँ, खै कतै रिप्लाई छैन। कस्तो मन दुख्यो, नरमाइलो लाग्यो। अनि मेसेज गरेँ, आर यु फाइन, आइ एम वरिड अबाउट यु, केही त भएको छैन? अनि बल्ल मेसेजको रिप्लाई आयो, आइ एम फाइन, हिजो निदाएछु। त्यो पढेर झन् धेरै मन दुख्यो उसको झुटले। त्यसैले आफूले आफैलाई मैले वाचा गरेँ, गाह्रो होस् तर उसलाई म मेसेज गर्दिनँ। नभन्दै केही समय भइसक्यो मैले मेसेज गरेकै छैन। उसको मेसेज आउँछ कि कल आउँछ कि म पर्खाइमा छु। इट्स सो पेनफुल वेन समवन बिहेभ्स लाइक द्याट। तर पनि के गर्ने, उसैको याद आउँछ, उसैको माया लाग्छ। खै यो माया भन्ने चिज कस्तो कस्तो। तपाईँ चाहिँ कसैलाई माया गर्नुहुन्छ भने कृपया यस्तो कहिले पनि नगर्नुहोला। मिठो होस् नमिठो होस् स्पष्ट कुरा राख्नुहोला र रिप्लाई गर्नुहोला। र यो ठिक जस्तो लाग्छ भने आफ्नोमा सेयर प्लिज गर्नुहोला।